2-4 जना बाहुन समुदाय केपी ओली शेरबहादुरहरू प्रचण्डहरूले गर्दा अधिकांश सबै बाहुन समुदाय ब्राह्मण समुदायलाई क्षेत्री ब्राह्मण समुदायलाई लाग्दै गएको आरोप। बाहुनले देश बेच्यो, देश सक्यो, खत्तम पर्यो, यो गर्यो उ गर्यो, वर्षौँदेखिको आरोप हो के यो। जस्तै राईले लगायो होला, लिम्बूले लगायो होला, तामाङले लगायो, अझै पनि लगाइरहेको छ होला होइन, मगरले लगायो होला, गुरुङले लगायो होला, छेत्रीले बाहुनलाई भन्यो होला होइन। नेपालीहरूको दैनिक जीवनमा, हाम्रो दैनिक जीवनमा थाहा हुने के, ताकि अर्थ राम्रो परोस् के होइन। त्यस्तो खालको चुनाव चिन्ह बनाउनु भए हुन्थ्यो कि भन्ने चाहिँ लाग्यो हो। जब हाम्रो छुट्टी हुन्छ यहाँ माथि यो कोरियाको कम्पनीको कोलाहलदेखि धुलो धुवाँदेखि माथि आउँछौँ हामी चाहिँ डाँडामा हावा खानलाई। यहाँ मजा हुन्छ बाइकसँग आएपछि फ्रेस हुन्छ, मजासँग हावा खाने हो अनि फर्किने हो। आज पनि फेरि हामी हावा खान आउँछौँ। छुट्टीको दिन भाइ पर बसिरहेको छ, मोबाइल चलाउँदै टिकटक बनाउँदै बसिरहेको छ। टिकटक हेर्दै म चाहिँ यता भिडियो बनाउँदैछु। साथी हो यस्तो छ आज। अब हिउँद लाग्यो, हिउँदमा चाहिँ यो तुवालो सुरु हुन्छ। यहाँ केही देख्दैन, अस्तिसम्म सफा देखाएको थियो, यही बजार देख्नुभएको थियो, अहिले सबै हिउँद लाग्न सुरु भयो। अब सबै यो ढाक छ तुवालोले, यहाँ पछि केही पनि देख्दैन, तुवालो हुन्छ। नजिक मात्रै देखिन्छ यो डाँडामा चाहिँ। तलतिर सबै कम्पनीको कोलाहल, धुलो, केमिकल हुन्छ। यहाँ चाहिँ जङ्गलभन्दा माथि छ, मजा हुन्छ, आएर फ्रेस हुन्छ। 1-2 घन्टा बस्यो भने यति फ्रेस हुन्छ कि यहाँ, यति मजा हुन्छ कि। अनि यो फुलहरू पछि रातो फुल छ, उयो यता देखेको यो छिन्दालले भन्छ, त्यो फुल चाहिँ छिन्दालले हो। अनि त्यो पछि रातो फुल छ यहाँ। यो सल्लाहहरू सबै यहाँ रोपेको। अनि यो चाहिँ मञ्च जस्तो बना हो यहाँ यसो केही हेङसाहरू कार्यक्रमहरू भयो भने भाषण के होला उनीहरूको यस्तोमा नाच्छन् पनि। यस्तोमा मुदे भन्छ क्यारा कोरियनमा। यस्तै हो। अब देशमा फेरि त्यही राजनीतिकै कुरा गर्न पर्छ। यहाँ पनि च्यान छ, च्यान ऊ तल च्यान देख्न सक्नुहुन्छ। यो फल्छो, यहाँ पनि फल्छो गरेको छ यस्तो घारीमा। यो च्यान फाँडेर ट्याक्कै राखेको छ। अब यो छुसकमा टक्कै यिनीहरूले यो चाहिँ छेसा गर्नलाई हो कि, यो खासमा श्राद्ध गर्नलाई हो। यसरी गर्छ। अनि यो फेरि चढाउने कुरा चढाएर आफै टिपेर खान्छ भनेको थिएँ मैले अर्को भिडियोमा, पहिलो भिडियोमा। त्यही हो खासमा यो यहाँ। अब यस्तोमा यहाँ यो चाहिँ जङ्गल काम नलाग्ने ठाउँ जग्गामा यहाँ ल्याएर दाह संस्कार गर्छ कोरियनहरूलाई चाहिँ। कोरियनको चाहिँ त्यस्तो चलन छ यिनीहरूको नि। अब त्यो हाम्रोमा जलाउने छ, शवदाह गर्ने, शवदाह गृह के बनाउँछ होइन। तर यहाँ चाहिँ अधिकांशको गाड छ। गाड्न एक त प्राकृतिकको लागि ठिकै पनि हो, किनभने मरिसकेपछि यो आत्मा गइसकेपछि शरीर त थुप्रो न हो, माटो न हो। अनि त्यो हिसाबले राम्रै पनि होला जस्तो लाग्छ। अनि अब राजनीतिक त अहिले नेपालको डामाडोलै छ। अनि अब हर्क साम्पाङले पार्टी खोलेर चुनाव चिन्ह चाहिँ माटो भनेर राख्नु भएको रहेछ। अब बुझ्दाखेरि सबैले बुझ्ने त माटो राम्रै हो नि, ठिक हो। अर्थ माटोलाई माया गर्नु, देशको माटोलाई ठिकै हो। तर त्यो मतपत्रको सिम्बोलमा चाहिँ, चित्रमा चाहिँ कसरी देखेला माटो भन्ने हुन्छ के। अब त्यहाँ त रङ्गिन माटोकै फोटो हुँदैन, पक्कै सादा न हो। अनि त्यो सिम्बोल हो फेरि होइन, फोटो होइन सिम्बोल हो। त्यो सिम्बोल भएको कारणले कस्तो देखेला भन्ने कुरा रह्यो। अनि अब गाउँठाउँतिर त प्राय मान्छे व्यक्ति चिनेर भन्दा पनि चिन्ह हेरेर भोट हाल्ने चलन छ के।
रुख राम्रो रहेछ, रुखले अक्सिजन दिन्छ, त्यही भएर रुखले यस्तो हुन्छ, शीतल छारी दिन्छ अनि घाम लाग्यो बेला। अनि त्यही भएर मैले रुखलाई पो भोट दिएँ भन्ने आमा बाबाहरू पनि हुनुहुन्छ क्या। घाम भनेको त हाम्रो देवता हो, सूर्य भगवान् हो, उज्यालो दिन्छ हामीलाई, घाम भए हामी बाँच्नै सक्दैनौँ। त्यही भएर ट्याक्कै मैले त घाममा पो हालेँ होइन। अनि अर्को, ओहो हँसिया त जहिले हामीलाई काम लाग्ने यसैले घाँस काट्ने हो, हटौडा पनि यसैले ढुङ्गा फुटाइरहेको हुन्छ हामीले। अनि त्यही भएर मलाई त त्यो मन पर्यो, अनि त्यसमा ट्याक्कै भोट हाले भन्ने हाम्रो समाज छ कि। अनि अब जस्तै राष्ट्रसभाले राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामिछानेज्यूले घन्टी चुनाव चिन्ह लिनुभयो नि, एकदम उपयुक्त राम्रो गर्नुभयो। त्यो चाहिँ राम्रो चुनाव चिन्ह एकदम गजबको छान्नुभयो हो कि। जहाँ घन्टी पूजा गर्नलाई मन्दिरमा पनि देखिया घन्टी, फेरि घन्टी सिम्बोलिक रूपमा पनि यति राम्रो देखिन्छ कि त्यो अब मतपत्रमा सिम्बोलिक रूपमा पनि घन्टी छुट्टै हुन्छ क्या, आकर्षकै हुन्छ कि होइन। व्यक्ति जोसुकै होस्, जस्तो सुकै होस्, तर अहिले पनि भन्दाखेरि गाउँमा त्यस्तै छ होइन। गाउँतिर होइन अझै पनि बुवा आमाहरू कतिपय त्यस्तै हुनुहुन्छ होइन। अनि त्यस्तो भएपछि अलिकति माटो कस्तो पो देखेला कि हेर्दाखेरि खै के हो, के को झ्यासको थुप्रो, के को थुप्रो, गोबरको थुप्रो जस्तो लाग्यो। मैले त हालिनँ। त्यसो भन्नुहुन्छ कि पछि गएर चिन्नै हुन्न कि हर्क साम्पाङको चुनाव चिन्ह नै। अब बुझ्नेले त सबैले बुझिसक्नु भएको छ, बुझ्नुहुन्छ। तर अलिकति गाउँठाउँको बुढापाका जो बुवा आमाहरू हुनुहुन्छ, अझै पनि खै कुन पार्टी हो, कुन पार्टीको को मान्छे हो होइन, के चुनाव चिन्ह हो भनेर नबुझ्नु हुनेहरूको लागि त गाह्रै छ। त्यही भएर मैले अलिकति सुझाव पनि अब दिन चाहिँ खोज्या हो। तर अब मेयर साहब पनि अब कडै हुनुहुन्छ, अनि अब हुन त कडै मान्छे पनि चाहिया हो, कडा मान्छे नै चाहिया हो देशलाई अलिकति। अनि कडा भएर फेरि काइते कडा के पिउली जस्तो कडा चाहिँ चाहिया छैन होइन। काइते खालको आफै गोजी भरौँ होइन, आफ्नै कार्यकर्ता पालौँ होइन, आफ्नै झोले पालौँ होइन। देश भाडमा गयो भने जाओस् होइन, शेरबहादुर जस्तो होइन, अब प्रचण्ड जस्तो मै मात्रै कमाऊँ, मेरो छोरीले अर्बौँ कमाओस् होइन, मेरो छोराले होइन अर्बौँ कमाओस् भन्ने शेरबहादुर देउवा जस्तो त्यस्तो चाहिँ कदापि होइन। देशलाई माया गर्ने कडै मान्छे चाहिँ चाहियो हो। तर कडा मान्छे हुँदा हुँदा पनि के कतिपय चाहिँ सुझावहरू चाहिँ मनन पनि गर्नुपर्छ होला। अरूले भनेको कुराहरू पनि यही पो हो कि होइन भन्ने कुराहरू पनि मनन गर्नुपर्छ होला कि भन्ने लाग्छ। त्यही भएर चुनाव चिन्हको बारेमा चाहिँ मैले भन्न खोजेको स्पष्ट रूपमा देखिने, अलिकति थाहा हुने होइन, नेपालीहरूको दैनिक जीवनमा, हाम्रो दैनिक जीवनमा थाहा हुने के, ताकि अर्थ राम्रो परोस् के होइन। त्यस्तो खालको चुनाव चिन्ह बनाउनु भए हुन्थ्यो कि भन्ने चाहिँ लाग्यो हो। पार्टीको नाम राष्ट्रिय श्रम संस्कृति पार्टी एकदमै राम्रो छ। अहिले आएर राईहरूको मात्रै पार्टी हो कि क्या हो यो होइन, क्रिस्चियनको पार्टी हो भनेर पनि हल्ला फैलिरहेको छ। जसले हल्ला फैलाउनु भएको छ जातिवादी देख्नु भएको छ, उहाँहरू नै जातिवादी हुनुहुन्छ होला। सकेसम्म जानुहोस् सबैजना, राईहरू मात्रै होइन, क्षेत्री ब्राह्मण समुदाय होइन, शिल्पी समुदाय सबले साथ दिनुहोस् न। अनि हाम्रो मेयर साहबज्यूले पनि अब कति कसले योगदान गर्न सक्छ देशको लागि, साँच्चीकै चाहिने मान्छे को हो भनेर नै चयन गर्नु भएदेखि होइन, पार्टीको पदाधिकारीहरू संयोजकहरू सबै त्यसरी गर्नु भए
राम्रो हुन्थ्यो, किनकि नेपाल भनेको विविध धर्म, संस्कृति, भाषा, वेशभूषा, जात जाति बस्ने देश हो। अनि त्यही भएको कारणले पनि यो सबै समेट्नु भएर राम्रो मान्छेहरू समेट्नु भए हुन्थ्यो कि जस्तो लाग्छ है। त्यो भने चाहिँ राम्रो होला कि भविष्यसम्मलाई होइन। राम्रै मान्छेहरूले सबैको प्रतिनिधित्व गरेर गरेदेखि राम्रो हुन्छ भन्ने चाहिँ मेरो मनमा लागेको कुरा हो। एक त सुझाव जस्तो नि हो होइन। त्यो हिसाबले गर्दा राम्रो होला कि भनेर, किनभने नेपालमा वर्षौँदेखि अब यो कस्तो भने जातिको आरोप के, जातिवादी आरोप। जतिखेर 2-4 जना बाहुन समुदाय, केपी ओली, शेरबहादुरहरू, प्रचण्डहरूले गर्दा अधिकांश सबै बाहुन समुदाय, ब्राह्मण समुदायलाई, क्षेत्री ब्राह्मण समुदायलाई लाग्दै गएको आरोप। बाहुनले देश बेच्यो, देश सक्यो, खत्तम पर्यो, यो गर्यो उ गर्यो, वर्षौँदेखिको आरोप हो के यो। जस्तै राईले लगायो होला, लिम्बूले लगायो होला, तामाङले लगायो, अझै पनि लगाइरहेको छ होला होइन। मगरले लगायो होला, गुरुङले लगायो होला, छेत्रीले बाहुनलाई भन्यो होला होइन। त्यस कारणले गर्दा पनि त्यो आरोपहरू मेटाउने राम्रो अवसर है यो पल्ट। क्षेत्री ब्राह्मण साथीहरूलाई पनि अधिकांश म हेर्छु धेरैले सपोर्ट गर्नुभएको छ के। जुन कि म जस्तो नाक थेप्चो, मेरो नाकै मिलेर होइन, जातै मिलेर हर्क साम्पाङलाई सपोर्ट गरेको चाहिँ होइन मैले कदापि। हर्क साम्पाङ जसरी नै त्यस्तै भिजन लिएर आउनुहुन्छ भने नाक यति लामो परेलाई पनि सपोर्ट मैले मात्र होइन, सबै नेपालको हित चाहने सबैले सपोर्ट गर्नुपर्छ। यो कुरा चाहिँ मजासँग बुझ्दा हुन्छ है, मजासँग बुझ्दा हुन्छ यो कुरा चाहिँ। अनि त्यही भएर अब ल जातिवादी आरोप लागिराखेको होइन, जातीयताको आरोप वर्षौँदेखि लागिराखेको आरोपलाई यसपटक परिभाषा बदल्ने अवसर पनि है। क्षेत्री ब्राह्मण साथीहरू अधिकांशले सपोर्ट त गर्नुभएको छ, मनैदेखि लाग्नु भएको छ। त्यही भएर जो हामीलाई आरोप लाग्छ यो 2-4 जना टुक्ने यो बाहुनहरूले गर्दा, सबै बाहुन यहाँनिर कर्णालीमा हलो जोत्ने बाहुन पनि पीडित भएको छ। एक छाक खान नपाएको बाहुनलाई दोष लागेको छ होइन। त्यस्तो भन्ने आरोप लाग्थ्यो नि, तपाईँहरूको मनमा लाग्थ्यो। त्यो चाहिँ अहिले राम्रो बदल्ने अवसर हो। अनि मेयर साहबले, हर्क साम्पाङज्यूले पनि सोच्नु पऱ्यो कि अब समावेशितामा देश जानुपर्छ है, पार्टीमै पनि समानुपातिकता, समावेशितामा के जानुपर्छ भनेर जो राम्रो देशको भिजन भएकोहरू हुनुहुन्छ नि, देशलाई साँच्चीकै छातीमा हात राखेर देश र जनतालाई माया गर्नुहुन्छ नि, उहाँहरूलाई ल्याउनुपर्छ कि त्यस्तो लाग्छ है मलाई चाहिँ। अनि यहाँ क्षेत्री ब्राह्मण होइन, अब राई, लिम्बू, क्षेत्री ब्राह्मण, तामाङ, मगर, गुरुङ होइन, मेचे, कोचे, धिमाल होइन इत्यादि सबै जात जाति बसेर होइन, हिन्दू, किरात, बौद्ध होइन, अनि मुस्लिम होइन, क्रिस्चियन, सब विभिन्न धर्म जात जाति बसिराखेको, मिलेर बसिराखेको देशमा त्यही अनुसारै काम गर्नुभयो भने हाम्रो देश बन्नलाई खासै धेरै समय लाग्दैन, सुन्दर हुनलाई जस्तो लाग्छ।